नमस्ते साथीहरू, म भीमबहादुर श्रेष्ठ। आज तपाईहरुलाई म दमक घुमाउन लाँदैछु। एकदम नेपालकै चर्चित दमकको भ्यू टावर जुन भनिन्छ, भ्यू टावर, त्यो टावरमा घुमाउनको लागि तपाईहरुलाई लाँदैछु। यो हेरिसकेपछि ताली गाली कमेन्ट सब्स्क्राइब र लाइक गरिदिनु होला सबैजनालाई। मेरो एसएस टेक्निकल सर्च एभ्रिथिङ भन्ने युट्युब च्यानल, त्यस्तै गरेर मेरो फेसबुक च्यानल भीमश्रेष्ठ, टिकटक @भीमश्रेष्ठ 040 हो। र आज टावर हामी घुम्न जाँदैछौँ। यो टावर तपाईहरु दमकमा आइपुग्न नसके पनि, दमकमा नआइपुगे पनि तपाईहरुले चाहिँ नि देख्न सक्नुहुन्छ। वरिपरि घुमेर हामीले हेरेका छौँ, बडा रमाइलो लाग्यो। धन्यवाद। ल साथीहरु, टावर जाने बाटो हो। ढुकुर पानीको जाट राम्रो बनाएको रहेछ बाटो। यो दमकबाट हामीहरू उता दमक बजारतिर जाँदैछौँ हैन। ल साथीहरु, म भीमबहादुर श्रेष्ठ। यसरी हामी टावर हेरेर आउँदैछौँ। टावर धेरै राम्रो रहेछ, तर अचम्मै लाग्यो है। राम्रै रहेछ टावर, देख्दाखेरि अति सुन्दर लाग्यो। यसरी यो बाटो, यो दमकको बाटो हेर्नुस्। हेलो, भ्यू टावर जाने बाटो हो। हामी वहाँबाट चाहिँ फर्किँदैछौँ। यसरी भ्यू टावरबाट अहिले यहाँ वरिपरि यस्तो दृश्य चाहिँ आज हावा चलिरहेको रहेछ, शीतल छ। हामी यहाँ इन्द्र थापा अनि हजुर अनि यहाँ सवारी चालक भाइ, यहाँ ओझा भाइ हुनुहुन्छ, विनोद ओझा भन्ने। यसरी चाहिँ उहाँले राम्रोसँगले हामीले पुर्याएर ल्याउनु भयो। यसरी यो कुन चोक आउँदैछ अगाडिपट्टि? यो आमदा रोड भन्ने ठाउँमा आइपुगेको छ। हाम्रो भन्ने ठाउँमा आइपुगेको छ। बाटो राम्रोसँग निर्माण भइरहेको रहेछ। यसरी दायाँ बायाँ यस्तो छ। यसरी हामीहरू क्याम्पस मोड जाने बाटो आइपुगेछ अहिले। थोरै अलिकति मास्तिर गएपछि आमदा हस्पिटल, हजुर क्याम्पस मोड तलतिर जाँदाखेरि चाहिँ नि राजमार्ग हाइवे है। अब 4 बाटोमा आइपुग्यो। हजुर, पूर्व लाग्दा फाल्गुनन्द चोक अनि यहाँबाट हामी दक्षिणतर्फ लाग्दैछौँ। हजुर, क्याम्पस मोड तिर यहाँबाट दक्षिणतिर लाग्यौँ हामीले। यसरी अब घरमै जाउँ सीता। अब धनेश्वर मन्दिर यो हो। मन्दिर चाहिँ यहाँबाट गेट छ एउटा। हजुर, धनेश्वर मन्दिरको यो चोक भयो। धनेश्वर चोक भन्दिनु तपाईँ, भन्दिनु देखाइदिनु भयो। धनेश्वर चोकको ठ्याक्कै हामी अब ठ्याक्कै आइपुग्यौँ। अब यहाँ कहाँनिर हेर्दै देखाउँदै यहाँ ठ्याक्कै यो हाम्रो चाहिँ धनेश्वर मन्दिर गेट यहाँ लेखेको छ। धनेश्वर मन्दिर मूल प्रवेशद्वारमा हामी आइपुग्यौँ। अब यतापट्टि यहाँ आधारभूत स्वास्थ्य केन्द्र भनेको 5 नम्बर वडा कार्यालय, दमकको 5 नम्बर वडा कार्यालयको नजिकै। अब यहाँबाट आउँदा थोरै तलतिर हाम्रो धनेश्वर चोक भयो। धनेश्वर चोकबाट चाहिँ अब हामी हाम्रो गन्तव्य स्थलतिर लाग्दैछौँ। अब यहाँनिर यी 2 बाटो आयो। एउटा चाहिँ हाम्रो यतापट्टि पूर्व लाग्दाखेरि, हामी पूर्व कुन जाने विनोद सर? त्यो कुन बाटो जाने? ए ल ठिकै छ, हामी घरै जाने हो। मेरो घर। अब हामी चाहिँ धनेश्वर चोकबाट उँधो लाग्यो, एउटा बाटोलाई उता छोडेर। यो चाहिँ अब पर बजार जाने बाटो। अब यो चाहिँ भनेको अब हामी सिधै यहाँ हेर्नु होला। चाहिँ अब गाडीहरू कुदिरहेका छन्। रमाइलो दिन छ, रमाइलो दिन छ आज। धेरै सधैँभन्दा गर्मी, चौपट्टै गर्मी थियो। आज चाहिँ अब गर्मी पनि धेरै कम छ, हावा चलिरहेको छ। धेरै शीतल दिन। अनि हाम्रो एकजना अब धनकुटा माथि सिद्धबाट आउनुभएका हाम्रो भीमबहादुर श्रेष्ठ, उहाँले चाहिँ अब एउटा
मलाई साथी जस्तो सम्झेर चाहिँ आज घुम्न जाउँ भन्ने हिसाब किताबमा हामीहरू यहाँ अब घुमेर अहिले फिर्दैछौँ। हामी आफ्नो गन्तव्यतिर लाग्दैछौँ र उहाँसँग पनि एउटा रमाइलो भेटघाट भयो, चिन्जान भयो र अब अहिले उहाँ अहिले यहाँ मलाई पनि खुसी लागेको छ साथमा हुनुहुन्छ। विनोद भाइ हुनुहुन्छ, मजाको हुनुहुँदो रहेछ। एउटा पेसा गर्ने परसबले उहाँलाई पनि धेरै ठुलो उत्सुकता रहेछ पहिलेदेखि यो भिडियोहरू हेर्ने। अब हामी घरै जाउँ ए होइन, यतै घरै जाने, हाम्रै घर जाउँ त जाउँ त्यसो भने घरै जाने। हजुर हस्पिटल लाग्यौँ मोडल क्याम्पसको बाटो हामी पर्थ्यो नि यो चाहिँ एउटा आउँदा नि हो नि त ए भयो होइन, त्यो बाटो भरे भइहाल्छ। अब हामी चाहिँ यता क्याम्पस मोडको बाटो छोडेर यी मोडल कलेज ठ्याक्कै। अब यो बाटो पनि भर्खर पिच भएको जस्तो एक वर्ष पनि भएको छैन, 6-7 महिना भयो, राम्रो पिच भएको छ। यहाँ तलतिर दक्षिणपट्टि मोडल कलेज भयो। अब धमकको वरिपरि अब हामी 5 नम्बर वडाको एकदम मेन ठाउँमा यसरी बोल्न मात्रै पनि देखाइदिएर है घरबाट आउने यसरी त्यो पिक्चर चाहिँ यहाँ देखिनु पऱ्यो नि त। हेर्दै तपाईँले यसरी होइन भनिदिनु अब देखाउँदै यसरी परबाट हामी घरको नजिक आइपुगिसकेका छौँ। अब हाम्रो थोरै अलिपट्टिबाट चाहिँ हामी मोडिन्छौँ। हाम्रो घरको अलिक मास्तिरपट्टिबाटै राम्रो बाटो छ। अहिले यता चाहिँ अलिक बाटो पछि छ कि घरहरू बन्दैछन्। त्यसबाट अलिक परैबाट भर्खर नयाँ हाम्रो दोकानकै छेउमा चाहिँ नयाँ काइलाको बाटो राम्रो छ। अनि त्यहाँ चाहिँ हामी अब त्यहाँ गएर चाहिँ हाम्रो यात्रा चाहिँ पुगिने छ। दमक अत्यन्त सुन्दर धेरै अहिले दमकको धेरै पूर्वाञ्चलको चाहिँ अब धेरै विकसित सहरमा नै गन्ने भइसकेको छ। अब दमक चाहिँ अब जताततै पिचहरू भएर अहिले चाहिँ धेरै उन्नति प्रगतिहरू छ। बाटोघाटाहरू विशेष गरी हामी यहीँबाट लागौँ ल, यसो यहीँ यता यहीँबाट यो टाइलको बाटो ठ्याक्कै मेरो दोकानमा बिस्तारै बिस्तारै ठ्याक्कै अब त्यो साह्रो होइन आइपुग्नलाई हामी यो अर्को टाइल भएको राम्रो बाटो भेट्दैछ। ठ्याक्कै हाम्रो घरकै छेउ कहाँ जाने बाटो यसको कुनको शाखा हो यो चाहिँ अब यो अहिले यो टिकनी बाटो सहरमाथा टोलबाट आउने माथि भिरकुटीसम्म जोड्ने एउटा बाटो छ हाइवे जस्तै। धेरै बिजी जस्तो बाटो हो, त्यसमा जोडिन्छ यो चाहिँ। त्यस्तो हाम्रो दोकान चाहिँ यही ल यसरी अब अहिले एउटा नयाँ चौतारा बनेको अहिले भर्खरै देखाउनु पऱ्यो। यहाँ बुढाबुढी ज्येष्ठ नागरिकहरूका लागि चाहिँ अहिले यहाँ सबै मिलेर लगिदिनु सर बनाएको राम्रो छ अहिले यहाँ। धन्यवाद। यसरी चाहिँ ल साथीहरू मेरो भिडियो हेरिदिनु भएकोमा धन्यवाद। लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला। दमकको छोटो वर्णन गरेको छु मैले। हस् सुरु बोला। हेलो भाइ नमस्ते। नमस्कार। भाइको नाम के हो? मेरो नाम विनोद ओझा। ए अनि यहाँ के तपाईँ सिटी कुदाउनुहुन्छ? ए के भ्यू टावरतिर पनि जानुहुन्छ? जान्छु म अब। ए ल अनि यहाँ हेलो नमस्ते, तपाईँ कता हिँड्नु भएको हो? म पनि हजुरकै यसो साथी यसो भ्यूटावरसम्म जाउँ भनेर। ए हजुर भ्यू टावर राम्रो नै छ होइन, सबैजनाले भन्छन् नि राम्रो छ। आज हामी भ्यू टावरको त्यहाँ गइसकेपछि मजाले सबै देखिन्छ, राम्रो छ। झन् राति आउनु पर्छ, झन् झिलिमिली हुन्छ राति। ए हस् ल त है त यहाँ अलिकति बसेर यहाँ यसरी अब साथीहरू हामीहरू यो भ्यू टावर हेर्न भनेर गइराखेको छौँ। हामीहरू जाँदैछौँ यहाँ भ्यू टावर जाने बाटो, यो मेन रोडबाट के भन्छ यो रोडलाई? हजुर सङ्गम चोकबाट हामी यता जानुपर्ने रहेछ। दमकको सङ्गम चोकबाट देखिँदैछ नि होइन? अब हामी ढुकुरपानी स्कुलतिर जाँदैछौँ। त्यो चाहिँ 1 किलोमिटर करिब रहेछ। यसरी जाने बाटोमा देखाउँदै हुनुहुन्छ। यो वरिपरि यसरी यो सङ्गम चोकबाट यसरी जाँदैछौँ। हामीहरू सिटीमा बसेर गइराखेका छौँ। यहाँ भाइको नाम के भन्नुभयो अरे? विनोद ओझा। विनोद ओझा भन्ने भाइले यसरी यहाँको वातावरण अत्यन्त सुमधुर रमाइलो देखिएको छ। भ्यू टावरको विषयमा मानिसहरू विभिन्न कुरा गर्छन् एकान्तमा लगेको भनेर, तर वास्तवमा सबैको सपना सबैले बुझेको हुँदैन। केपी ओलीज्यूलाई चाहिँ विभिन्न मान्छेले दोष लगाउँछन्, तर उहाँको सपना साकार पार्ने सपना देखेर आज जुन भइराखेको छ यो चाहिँ के भनिन्छ भनेदेखि बिजुलीबाट चल्ने गाडीभन्दा मान्छेहरू हाँसोमा उडाउने आज विद्युतको गाडी जताततै चलिरहेको छ।
म भीमबहादुर श्रेष्ठ यसरी तपाईँहरूको युट्युबर आज यो दमकको नामी यो भ्यू टावर चाहिँ हामी चाहिँ गइराखेको छौँ। यो भ्यू टावर हेर्नको लागि चाहिँ नि तपाईँहरू सबैजनालाई आफू आइ नपुग्यो भने यहाँ कृषि सहकारी संस्था भवन पनि यहाँ छ। यसरी यहाँ हेर्नुहोस् न, यो आज वातावरण अत्यन्त राम्रो देखिएको छ। यसरी यसरी भइरहेछ। तपाईँहरूलाई धन्यवाद छ। यसरी केही नछुनु है, छुनु चाहिँ नछुनु, त्यो छ नि होइन, किरा त देखेको छैन। ल धन्यवाद साथीहरू। यसरी चाहिँ नि घाम लागिराखेको छ र यसरी घाम भए पनि गर्मीमा हजुर खेतीपातीहरू यता वरिपरि अत्यन्त राम्रो छ। पछि गएर बिचमा यसरी टावर हुँदा यो टावर एउटा प्रगतिको चाहिँ नि यहाँ रूप लिन सक्छ। पछि वरिपरि मैले विरोधको लागि मात्र विरोध होइन, तर जति चाहिँ नि आज इभी गाडी इलेक्ट्रिक भेहिकल अगाडि चलिरहेको छ, त्यसै गरेर चाहिँ नि अरू विभिन्न सपनाहरू साकार गर्नको लागि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विकास नहुने भन्नेको लागि चाहिँ नि महेन्द्र राजमार्गदेखि लिएर किमाथाङका चौमुनिका राजमार्गहरू भए र अगाडि बढिरहेको छ। अहिलेका जेनेरेसनले, अहिलेका पिँढीहरूले चाहिँ नि पहिलाको यो चाहिँ नि थाहा छैन र कति दुःख गरेर हिँड्नु पर्थ्यो र धरानसम्म आइपुग्नको लागि पहाडबाट 4, 5, 6 दिनसम्म पनि लाग्नु पर्थ्यो। आज 2-3 घन्टामा हुन्छ। यसरी चाहिँ नि सबै कुरामा प्रगति भइ नै राखेको छ। तर अब विरोधीहरूको काम विरोधै गर्ने हो, विरोध नगरी पनि हुँदैन। तर यथार्थ कुरा के हो, सत्य कुरा चाहिँ बुझ्नुपर्छ। मानिसहरूले विभिन्न पार्टीका मान्छेहरूलाई कहिले झोले भन्छन् वा के भन्छन्, त्यसरी गरे पनि चाहिँ नि यसरी चाहिँ अब यहाँ हामी अब के यहाँबाट हामी भ्यू टावरतिर जाँदैछौँ। यसरी यो बेलडाङ्गी जाने बाटो भनेर भनिन्छ यतातिर। अब यो चाहिँ भ्यू टावरतिर हामी जाँदैछौँ र बाटो बनिरहेको छ। काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भनेर प्रगति त्यसै हुन्छ र कसैले दुःख मान्ने कुरा होइन। अब तपाईँहरूले जेसुकै भन्नुहोस्, बोल्नको लागि स्वतन्त्रता छ। रामको पनि विरोधी थिए रावण, कृष्णको पनि विरोधी थिए कंस, जिजस क्राइस्टको पनि विरोधी थिए उनीहरूका आफ्नै साथीहरू, बुद्धलाई पनि विरोधी थिए। त्यस्तै गरेर ठुल्ठुला मान्छेहरूको पनि विरोधी हुन्छन्। यसरी यो भ्यू टावरको जुन लक्ष्य र उद्देश्यहरू थियो हजुर लक्ष्य र उद्देश्यहरू प्राप्त गर्नको लागि यसरी यहाँ विभिन्न कुराहरू देखिरहेको छ र बाटो निर्माण भइराखेको छ। त्यस कारणले हुने कुराहरू प्रगति हुँदै जान्छ र कमिला जति सुकै छिटो कुदे पनि त हात्ती भनेको हात्ती नै हो। त्यसैले गाली गर्नेले गर्दै गर्छन्। बिस्तारै बिस्तारै प्रगति भइराखेको छ। सबै कुरा होइन, मान्छेलाई भन्न साह्रो छ, आफ्नो घरको परिवारलाई सम्हाल्न त गाह्रो हुन्छ भनेदेखि चाहिँ नि यत्रो राष्ट्रलाई सम्हाल्नको लागि लक्ष्य उद्देश्य लिएर अगाडि बढ्नको लागि चाहिँ हाम्रो कमरेड केपी ओलीले काम गरिरहनु भएको छ। मानिसहरू झोले भन्छन्, तर सत्य कुरा राम्रोले राम्रै भन्नुपर्छ। जुनसुकै पार्टी भए पनि नराम्रो कुरालाई नराम्रो भन्नुपर्छ। यसरी यहाँ बाटो निर्माण भइरहेको रहेछ। यहाँ चाहिँ टावर जानको लागि चाहिँ नि टावरबाट पछि यसलाई चाहिँ नि टावरलाई सञ्चालन गरेपछि विभिन्न किसिमका यहाँ चाहिँ बिजनेसहरू, विभिन्न किसिमका हबहरू राख्न सकिन्छ। यो चाहिँ कुनै गर्दा हामी नेपालीहरूलाई हरेक कुराको विरोध मात्रै गर्ने, हामी कामभन्दा कुरा धेरै गर्ने भएको हुनाले चाहिँ नि चाहिँ त्यस्तै छ। तर कुनै मान्छेमा पनि सबै गुणहरू प्राप्त हुन सक्दैनन् र निर्णय आफ्नै तरिकाको हुन्छ, विचार आफ्नै तरिकाको हुन्छ। यसरी नै तपाईँ हामीले चाहिँ हेर्नुपर्छ। आज मलाई पनि यो भ्यू टावर भनेको कस्तो चाहिँ रहेछ, किन यति साह्रो चाहिँ यसको चर्चा भएको भनेर अब यो बाटो म धनकुटा जिल्लादेखि आएर यो दमकको भ्यू टावर हेरिरहेको छु। यसरी मलाई यहाँ सहयोग गर्नको लागि चाहिँ नि यहाँ इन्द्र थापा हुनुहुन्छ। त्यस्तै यहाँ हाम्रो ओझा भाइले चाहिँ यहाँ
ल्याइरहनु भएको छ सिटी दुःख गरेर पनि त्यो अप्ठ्यारो बाटोमा पनि तपाईँ टाढोबाट आउनुभएछ भनेर चाहिँ नि अनुरोध गर्दै हुनुहुन्छ। यसरी यहाँ विभिन्न किसिमका यसरी समस्याहरू धेरै हिँड्नुपर्छ भाइ। ल यसरी अब यहाँ हामी आउन आँट्यौँ है र हामीहरू ल र यसरी के यो भाइले नै समात्नु त यो देखाउँदै म यहाँ बोल्दै पनि हिँड्छु सँगै। अनि यसरी अब यहाँ हामीहरू आइरहेको छौँ होइन। म त हिँड्न सक्दिनँ त्यहाँ भाइ बोल्दै जाँदा नि हुन्छ यो चिज देखिँदैछ भनेर चल्दै। यसरी यहाँ पाहाड जस्तो अलिकति अप्ठ्यारो रहेछ जानको लागि लड्छु है म। ल यसरी बाटोहरू यहाँ जानको लागि चाहिँ यता अहिले बाटो बनिरहेको हुनाले चाहिँ यहाँ यस्तो भइरहेको छ। यहाँ हेर्नुहोस् वरिपरि एउटा प्रकृतिको बिचमा जुन चाहिँ भइराखेको छ यो भ्यू टावरको लागि भनेर चाहिँ नि यसरी यो भ्यू टावरको वरिपरि एउटा विहङ्गम दृश्य देखिरहेको छ। र यसरी यहाँ केही दोकानहरू जस्तो पनि देखिन्छ। यसरी खाजा घरहरू क्यारम बोर्डको लागि अब यहाँ अहिले यसरी नखोल्दा नि यस्तो छ भनेदेखि पछि यो सञ्चालन भइसकेपछि यसका धेरै कुराहरू हुन सक्छन्। यसरी तपाईँहरू यहाँ वरिपरि हेर्न सक्नुहुन्छ यो भ्यू टावरको एउटा दृश्य जसले चाहिँ एउटा यो दमक बजारको लागि पूर्वकै लागि पछि गहनाको रूपमा प्रस्तुत हुन सक्छ। तपाईहरु यहाँ हेर्नु होला। यहाँ उपत्यका जस्तै यसरी गरेर यो भ्यू टावर भनेर हेर्नैकै लागि मात्रै होइन, तर यहाँ चाहिँ एउटा सोच्ने मान्छेले यो यसलाई एउटा व्यापारिक हबको रूपमा खडा गर्न हजुर र विभिन्न खालका नेताहरूले यहाँ कोही समर्थन गर्दै कोही चाहिँ यसरी विरोध गर्दै पनि यहाँ आइरहेका छन्। यो भ्यू टावर हेर्न सक्नुहुन्छ। यहाँ राम्रो देखाइदिनु त यसरी मायाले उज्यालो म चाहिँ देखाउँ। यो यसरी यो भ्यू टावर हो, तलदेखि माथिसम्म यसो भए यहाँ यसरी देखाउनुहोस्। यो करिब हामी अब लगभग कति तला छ भनेर भनिन्छ? यो त 25 तला हजुर 18 तला भनेर भाइ भन्दै हुनुहुन्छ। र वरिपरि यहाँ वरिपरि हेर्नुहोस् गार्डनहरु भनिदिँदै हुनुहुन्छ। यहाँ हाम्रो चाहिँ इन्द्र थापाज्यूले भनिदिनु होला तपाईले। घरहरु भर्खर यहाँ बन्दै छन् अलि नजिक। अब त्यति अहिले व्यावसायिक रूपमा सबै व्यापारीहरु जम्मा भएर यसो व्यवसाय चाहिँ चल्न अलि कमै छ भर्खरै। अब भ्यू टावर खासै भित्री ओपनिङ चाहिँ भएको छैन। अब ओपनिङ चाहिँ होला, छिट्टै नै हुने सम्भावना छ। तर बाहिर दृश्यहरु हेर्न चाहिँ मान्छेहरु धेरै नै आइरहन्छन्, दिनै आइरहन्छन्। अब यस्तै छ। जस नेपाल जे जस्तो भए पनि दमकको एउटा गहना पूर्वाञ्चलको अथवा मेची अञ्चलको होइन, एउटा गहना। यो दमकको गहना नै हो। अहिले सञ्चालन नभए त यसरी मान्छेहरूले एउटा क्र्याच छ यसप्रति चाहिँ उत्सुकता छ भने झन् मान्छेहरूले चाहिँ यसरी यो भइसकेपछि सञ्चालन भइसकेपछि चाहिँ यसको एउटा ठुलो महत्त्व रहन सक्छ। र सबैले सपना देख्न सक्दैनन्, सपना सबैको साकार पनि हुँदैन। यदि सबैले सपना देख्ने भए त सबै प्रधानमन्त्री भइहाल्थे नि होइन, सबै केपी ओली भइहाल्थे नि, सबै प्रचण्ड भइहाल्थे नि, सबै शेरबहादुर देउवा भइहाल्थे नि। त्यस कारणले हामीले कसैले गरेको कुराहरूलाई त्यो केही गर्नु भन्दाखेरि त्यसलाई विवेचना गर्नु राम्रो नराम्रो भन्नु चाहिँ नि आफ्नो कुरा हो। र यसरी यो टावर भनेको एउटा सानो कुरा होइन। पछि यसलाई चाहिँ नि यहाँ चाहिँ व्यापारीको हब बनाइयो भनेदेखि, बिजनेसको हब बनाइयो भने यसरी काम चलिरहेको छ। र बिजनेसको हब बनाइयो भनेदेखि यो एउटा ठुलो कुरो हामीलाई परेका आवश्यकताका कुराहरू यी नै हुन सक्छन्। र यो एउटा निकै ठुलो एउटा गहना हो। जेसुकै भने नि आज भीमसेन थापालाई जतिसुकैले भने नि उनले चाहिँ आत्महत्या गरेर मर्नु परे पनि आज उनको भीमसेन टावर चाहिँ तररा खडा भइरहेको छ। त्यस कारणले धरहरा चाहिँ तयार भइरहेको छ। यो पनि एउटा
यो चाहिँ जुन पूर्वाञ्चलको एउटा गहना नै हो, इतिहास पछिसम्म रहनेछ र त्यतिखेरका मानिसहरूले मूल्याङ्कन गर्नेछन् र नेकपा एमालेलाई सातै दलका मान्छेहरूले चाहिँ नि लागेर यदि समाजवादी भएर लाग्दा पनि जनताहरूले नेकपा एमालेलाई नै पत्याए, उनीहरूले नै जितिरहे। अब यो चाहिँ उनीहरूको एउटा जति नेकपा एमालेलाई सरापे पनि, जति चाहिँ गाली गरे पनि झन् यस्तो भएको देख्दाखेरि त मै छक्कै पर्छन्। मलाई पनि अचम्म लाग्यो, यो एउटा विहङ्गम दृश्य। अब यो मलाई चाहिँ राम्रै गरेको जस्तो लाग्यो। अनि कति मान्छेहरूले चाहिँ राम्रो भनेर झोले भन्छन्, तर हामीले यस्तो गर्नुपर्छ कि यथार्थ कुरा, सत्य कुरालाई सत्य नै भन्नुपर्छ। मान्छेको राम्रा नराम्रा गुणहरू पनि हुन्छन्। त्यस कारणले यो साँच्चै अचम्म नै लाग्दो रहेछ यो एकदम। हजुर, र हामीहरू भ्यू टावरमा नै आइपुगेका छौँ। यसरी हेर्नु होला, वरिपरि यस्तो रहेछ यहाँ भ्यू टावरको दृश्य। यता पूर्व, पश्चिम, उत्तर, दक्षिणतिर विरोध मात्र हामीले गरे होइन, हेर्नुहोस् निर्माण भइरहेको छ यहाँ बाटोघाटोहरू। ए भाइहरू यहाँ के गर्दै हुनुहुन्छ? बनाउँदै हुनुहुन्छ के? भ्यू टावरकै लागि हो यो? ए अनि यो के तपाईँहरूले ठेक्का लिनुभएको कि आफू? ए अनि तपाईँहरू चाहिँ रोजीमा गर्नुहुन्छ? ए दैनिक कति पाउनुहुन्छ एक दिनको? ए ठिकै छ होइन। यसरी हावा मन्द मन्द चलिराखेको छ यहाँ। यसरी यो भ्यू टावरमा हामी के भित्रै जाने हो कि अब छोडिदिएको? हजुर, यसरी यहाँ मेरो साथी हुनुहुन्छ, यहाँ चाहिँ तपाईँ देख्दै हुनुहुन्छ यहाँ हाम्रो इन्द्र थापाजी, यहाँ दमककै निवासी हुनुहुन्छ उहाँ। र त्यस्तै गरेर चाहिँ हाम्रो ओझा भाइ, बिस्तारै जाउँ त भाइ, बिस्तारै अलि। र यहाँ यत्रो ठुलो एरिया रहेछ परबाट सानो देखे पनि यहाँ। हजुर, मन्द मन्द हावा चलिरहेको छ भाइ। यो हुँदैछ नि होइन कि बन्द भइसक्यो? रातो छैन नि होइन कि रातो आइसक्यो? त्यो अरूतिर नसुन्नु होला। हुँदैछ 14 मिनट भइसक्यो। हजुर, यो 14 मिनट धन्यवाद। यसरी हेर्नु त यति ठुलो। अलि छिटो जाउँ त यसरी। ए नमस्ते तपाईँहरूलाई। कहाँ के को लागि आउनुभएको छ? अलिकति बोलौँ न। के भ्यू टावर? हजुर, ए कहाँबाट आउनुभएको? ए हामी पनि भ्यू टावर कस्तो लाग्यो त? हेर्नु हो भित्र गएर? मान्छेले सबै गाली मात्रै गर्छन्, सञ्चालन गरेको छैन। एउटा पूर्वको गहनै हो नि होइन? हजुर, हजुरको नाम चाहिँ के पर्यो होला? ए हजुर, ल है त, धन्यवाद धन्यवाद। हस्, यसरी हेर्नु धेरै मान्छेहरू, दिनकै 1000 मान्छेहरू आउँछन् यहाँ भनेपछि। अरे यस्तो गर्नु नि सबै आउँछ। यसरी चाहिँ नि हेर्नुहोस् त यहाँ तपाईँहरू, यति ठुलो एउटा चाहिँ नि यो हेर्नै पर्ने कुरा हो। र मान्छेहरू हेर्नको लागि कहाँ कहाँ पुग्छन् यहाँबाट गर्दाखेरि। अब नमस्ते दिदी। हजुर, यहाँ भ्यू टावर हेर्नलाई कतिजना जति मान्छे आउँछन् दैनिक? होइन, यहाँ यसो तपाईँहरूले आउनु त मान्छे आइरहन्छन् नि। ए हजुर, त्यो ठिकै छ। इच्छा भएन भने त्यसो गर्दा के आपत्ति छ कि? ल धन्यवाद। किन त्यसरी? अब त आपत्ति चाहिँ छ भन्नुभयो, तर यसकै यो भ्यू टावरकै आधारले गर्दा यहाँ दोकानहरू राखी छोड्नु भएको छ। यति साह्रो अप्ठ्यारो लाग्छ भने त यहाँ नराख्नु पर्ने हो, तर सहयोग गरेको जस्तो लाग्यो। ठिकै छ, आफ्नो आफ्नो इच्छा हो। हस्, धन्यवाद। यसरी मान्छेहरूले आफूलाई फाइदा लिइराखे पनि आफ्नो विचारको कुरा हो, हामी स्वतन्त्र छोडिदिनुपर्छ। देख्नुभयो होला है। अब यसरी यो बाटो बनेर ए हजुर, अनि 100 रुपैयाँ टिकटमा चाहिँ माथि जानु। ए
के अहिले जान पाइँदैन भाइ? ए हजुर, यसरी रहेछ देख्नुभयो होला। अब यही भ्यू टावरको चाहिँ मतलबले गरेर उहाँहरूले दोकानहरू नि गरिरहनु भएको छ। अब नतर्स्याउनै भनेर अनि भन्नुभयो, होइन उहाँको खुसी हो। अब यसले गर्दाखेरि नै सायद उहाँहरूको रोजीरोटी चलिराखेको पनि थियो होला जस्तो लाग्यो। अब के हो थाहा छैन है। मान्छेलाई कसैले खुसी बनाउन आफ्नो खुसीको कुरा हो। धन्यवाद छ उहाँलाई। र यसरी दमकको भ्यू टावरमा चाहिँ जुन छ हेर्नको लागि अत्यन्त बेगम साह्रै राम्रो तरिकाको रहेछ, व्यवस्थित तरिकाले भएको रहेछ। एउटा ठुलो कुरा हो। र यहाँ पहिला नै एकदम असन्तोष भइयो, किनभने मान्छेलाई चित्त बुझेको हुँदैन र सबै कुराले भनेको जस्तो गरेर चाहिँ सबैले बुझ्नलाई चाहिँ यहाँ यस्तो राम्रोसँगले यसरी बनाइएको रहेछ। यहाँ म वरिपरि तपाईँहरूलाई देखाउँदैछु भ्यू टावर। यसरी यहाँबाट यस्तो रहेछ, अत्यन्त राम्रो तरिकाले। परबाट त सानो जस्तो देखिन्थ्यो तर क्षेत्रफल चाहिँ ठुलो रहेछ। यो साँच्चै नै एउटा व्यापारिक केन्द्र, व्यापारको हब नै हुनसक्छ। यो पूर्वाञ्चलको एउटा ठुलो गहना हुनसक्छ। अनि तर अब कति मान्छेहरूलाई भन्छन् नबुझ्नेलाई कागलाई बेलपाको हर्षण बिस्मत, होइन? बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बेड भनेको जस्तो हुन्छ। तर हामी बुझ्ने भनेर भएको होइन। हेर्नुहोस् त यहाँ एउटा कति आनन्द लाग्दो यो एउटा निर्माण गरिएको रहेछ। अनि त्यसरी अब गर्ने मान्छेहरूले मैले अघि भनिहालेँ सबै कुराको हुन्छ। यो साह्रै राम्रो लाग्यो मलाई चाहिँ। तपाईँहरूलाई कस्तो लाग्छ? यति सानो जस्तो देखिन्थ्यो परबाट, यो यति ठुलो रहेछ। यसमा खर्च गरेको हजुर यसरी यो चाहिँ एउटा यो चाहिँ बिजनेसको ठुलो हब हुनसक्ने सम्भावना लाग्यो। अहिले नै हजारौँ मान्छेहरू चाहिँ नि यहाँ यसरी आउनु हुँदो रहेछ धेरै टाढो टाढोबाट। र अहिले यो खुल्ला रहेनछ। यहाँ खुलेपछि चाहिँ यो 100 रुपियाँ लाग्छ अरे इन्ट्रीको लागि। ठिकै छ, सुरु गरिसकेपछि। यहाँ चाहिँ के हो यो चाहिँ? हजुर, यहाँ यसरी यो साँच्चै बडा राम्रो परिकल्पना गरिएछ। के तपाईँहरू कताबाट यसो सोध्न मिल्छ तपाईँहरूलाई? नमस्ते, बोल्नु कहाँबाट आउनु होला? ए नाम चाहिँ के पर्यो बहिनीको? ए हेर्नैका लागि आउनुभएको? यता तपाईँहरूलाई नमस्ते। कहाँ हेर्नु?